अनौठो व्यवहार परिवर्तन त तिम्रो शरीरसँगैको तिम्रो त्यो पोसाक, त्यसमा झर्को बोली अनि पराईको व्यवहार अनि आफ्नै ती प्यारा सन्तानलाई अन्याय बिथिथी र ज्यादती अनि सँगै त्यो नमिठो अत्याचार। जसरी खानामा सब्जीमा नुन कम हुन्छ, जब सम्बन्धमा बोल्दा बोलीमा मिठास कम हुन्छ, अरे वाह, सम्बन्ध त्यसै टुक्रिएर जान्छ महोदय। जब आफ्नै मान्छेले आफ्नो व्यवहार नगरेर पराईको व्यवहार गर्छ, तब त त्यो करेला भन्दा पनि तितो सम्बन्ध बनेर जान्छ। कहाँ सोचे अनि सम्झे जस्तो जीवन पाइन्छ यहाँ। जन्मदा कुटी रुहाएका ती आफन्तहरू आजसम्म हाँस्ने अधिकार कहाँ दिन्छन् र? जहाँ निको भएको घाउको खोट कोट्याई नुनचुक छर्छन् महोदय, नुनचुक छर्छन्। अब जिउँदो लास भएर बाँच्नुको पनि के अर्थ रह्यो र महोदय? मानिस भएको छैन यहाँ। मानिस भएर पनि आज ढुङ्गो पनि भगवान भएको छ मन्दिर गएर पनि महोदय। आज ढुङ्गो पनि त भगवान भएको छ मन्दिर गएर पनि। कति सम्मको स्वार्थ समाजमा हुर्किएको म आज फुल चोडेर ढुङ्गालाई खुसी पार्ने समाजमा म बिना पैसा आफन्तलाई खुसी कसरी बनाउन सक्छु महोदय? कसरी खुसी बनाउन सक्छु? आज गल्ती नहुँदै हार स्वीकार गर्नु मैले परेको छ। अनि उनीहरू म हार दिएको खुसीमा मत मनाइरहेका छन्। अरे वाह, मेरो जिउँदो लासको काजक्रिया गरिरहेका छन् महोदय। मेरो जिउँदै लासको काजक्रिया गरिरहेका छन्। भन्न मात्र सकेका छैनन् श्रद्धाञ्जली भनेर। तर मेरो श्राद्ध उनीहरूले मेरो दुःखमा खुसी भएर मनाएका छन्। जब मलाई अप्ठ्यारो परेको छ, उनीहरू हाँसेर रमाएका छन्। त्यसै गरी मनाइरहेका छन्। अरे वाह मेरो जिन्दगी।